हेलो गाइस, नमस्ते, वेलकम ब्याक टु माई युट्युब च्यानल होइन। स्वागत छ हाम्रो आजको नयाँ ब्लगमा होइन। आजको चाहिँ के स्पेसल ब्लग हुनेवाला छ भने चाहिँ आजको होइन ठ्याक्कै म चाहिँ श्रीजङ्गा 2 आमेको दिन होइन रजाको खेल मैदानमा छु आज चाहिँ। किन भन्दाखेरि हाम्रो चाहिँ च्यालेन्ज कप एमएमसी च्यालेन्ज कप 2082 को चाहिँ तयारीहरू भइरहेको छ। यही 19 गतेदेखि चाहिँ होइन हाम्रो अन्तर्राष्ट्रिय आमन्त्रित भलिबल चाहिँ अब यही मैदानमा भइरहेको छ होइन। यहाँहरूले देख्न सक्नुहुन्छ हाम्रो कामहरू ट्याकटुक ब्याकग्राउन्डमा ट्याकको भइरहेको छ होइन, हेर्दै गर्नु होला। त्यही हो, अनि सबैजना आइदिनु होला होइन। खेललाई चाहिँ सभ्य र भव्य बनाऊ भन्दै सबैजनालाई स्वागत गर्दै 19 गतेदेखि आइदिनु होला होइन। धेरै चर्चित खेलाडीहरूको साथमा यहाँहरूले खेल हेर्न पाउनुहुनेछ भन्दै अब हामी केही कामहरूको केही भिडियोहरू हेर्नेछौँ। कस्तो हुन्छ हाम्रो तयारी बेलुकासम्मको चाहिँ कस्तो हुनेवाला छ होइन। यहाँहरूले हेर्दै गर्नु होला, सब्सक्राइब गरिदिनु होला च्यानललाई। अरू पनि ब्लगहरू आउने नै छ है। अध्यक्षजी हुनुहुन्छ यता, स्वागत छ। नमस्कार सबैजनालाई। के एमएमसी च्यालेन्ज कपको चाहिँ अहिले कस्तो कुन लेभलमा पुगिरहेको छ? एकदमै युद्ध स्तरमा छौँ। हजुर, मौसमले च्यालेन्ज गरिरहेको छ। जे च्यालेन्ज भए पनि अब हामी ब्याक गर्ने छैन। एकचोटि ब्याक भएर अहिले युद्ध स्तरमा कुनै हालतमा ब्याक हुने छैन। सबैजना आउनु होला। देश विदेशमा रहनुहुने सबै साथीभाइहरूले लाइभ हेरेर खेलको मनोरञ्जन दिनु होला, साथ दिनु होला, एमएमसीलाई साथ सपोर्ट दिनु होला। हाम्रो पूर्व ताप्लेजुङ जस्तो अलिकति दुर्गम ठाउँमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरू उभ्याउने जमर्को गरिरहेका छौँ। यसलाई सम्भव तुल्याइदिनु होला। सबैजना आएर खेलाडीहरूलाई माया गरिदिनु होला, पाहुनाहरूलाई माया गरिदिनु होला। शान्तिपूर्ण तरिकाले सौहार्दपूर्ण वातावरणमा मनोरञ्जन लिएर सबै खेलाडीहरूलाई माया गरेर, पाहुनाहरूलाई माया गरेर सभ्य नागरिकको परिचय दिनु होला। र यस आयोजनालाई साथ सपोर्ट गर्न सबैजना देश विदेशमा रहनुहुने र गाउँमा रहनुहुने सबै भद्र भोला कर्मचारी, व्यवसायी, पत्रकार लगायत राजनैतिक दलहरू सबैलाई सबै शुभेच्छुक एमएमसीका शुभेच्छुकहरूलाई चाहिँ सबैजनालाई साथ सहयोगको लागि र सकारात्मक सल्लाहको लागि हार्दिक अनुरोध गर्दछु। आयोजनाको मुख्य उद्देश्य के हो त भनेर दिने हो क्या प्रश्न गर्नेहरूले अलि अप्ठ्यारो गरिदिने हो। अनि त्यही हो गाइज होइन, हाम्रो काम लगातार भइरहेको छ। 19 गतेदेखि चाहिँ होइन व्यापक नै हुनेवाला छ, हेर्दै गर्नु होला। सबैजना आइदिनु होला, जोडिनु होला भन्दै यो च्यानललाई सब्सक्राइब गरिदिनु होला होइन। यहाँबाट पनि केही भिडियोजहरू त्यहाँदेखि चाहिँ अब अपलोड हुन्छ होइन, सबैजनाले हेरिदिनु होला भन्दै आजको काम लगातार चलिरहेछ। भरेसम्म कस्तो हुन्छ, हामीले कति चाहिँ यहाँ अब आज चेन्ज ल्याउँछौँ होइन। कामको अब ग्राउन्डहरू अलिकति यो लेभलहरू गर्नुपर्ने हुन्छ, कामहरू भइरहेछ। अब यसको कस्तो हुँदैछ हाम्रो काम चाहिँ होइन गेटसम्म आइपुग्यो अहिले भने। मौसमले चाहिँ एकदमै खराब गरिरहेको छ। कामहरू यसरी हामीले घेराबारा चाहिँ लगभग अब कम्प्लिट यतापट्टिको चाहिँ हुन लागिरहेको छ होइन। साथीभाइहरू काम गरिराख्नु भएको छ। त्यही हो, यहाँ चाहिँ गेट अब रेडी हुनु लाग्छ। मौसमले चाहिँ अलिकति हामीलाई खराब बनाइरहेछ काम गर्नलाई होइन। र आदरणीय दर्शक महानुभावहरू, आज हामी एमएमसी च्यालेन्ज कप 2082 को आज हामी अन्तिम अवस्थामा खेल मैदान तयारी लगायत गेटहरू निर्माण, घेराबारा, पानी कट्ने नालीहरूको हामी यहाँ व्यवस्थापन गरिरहेको छौँ। तसर्थ यहाँ आज हामी जति पनि हाम्रा खेलप्रेमी युवाहरूले आज यो हाम्रो खेल मैदान निर्माण गर्नुको लागि, घेराबारा बनाउनुको निम्ति, यता हाम्रो नाली निर्माण गर्नुको निम्ति सहयोग गर्ने सम्पूर्ण महानुभावहरूलाई फेरि पनि हाम्रो भोलिको केही समय हामीले चाहिँ भोलि एक दिन चाहिँ सम्पूर्ण युवाहरू लागेर हाम्रो खेल मैदान सम्पन्न गर्नुपर्ने भएछ। त्यसले गर्दाखेरि सम्पूर्ण खेलाडी प्रेमी मित्रहरू, खेल प्रेमी मित्रहरू आएर उपस्थित भएर यो खेललाई सम्पन्न गर्नुको निम्ति, यो आयोजना सम्पन्न गर्नुको निम्ति तपाईँहरूले चाहिँ सहयोग गरिदिनु हुन म हार्दिक अनुरोध गर्दछु। धन्यवाद।
हजुर यो ज्याकेट अब यो त सामान काम अब लगातार भइरहेको छ हाम्रो होइन। आज पोल र हाम्रो ग्राउन्ड चाहिँ हाम्रो फिनिसिङ हुन्छ होइन, त्यही हो। खेल मैदानको तयारी लगातार हाम्रो भइरहेको अवस्था भइरहेको छ, यहाँले हेर्न सक्नुहुनेछ। एमएमसी च्यालेन्ज कप 2082 को खेल मैदान। यो त भित्तामा त्यो त हुँदैन त्यहाँ।